नमस्कार सम्पूर्ण साथीहरुमा नेपाली शेयर बजार च्यानलमा तपाईहरुलाई हार्दिक स्वागत गर्दछौं। नेपालको शेयर बजार र यससँग सम्बन्धित जानकारीहरु दिने यस श्रृंखलामा आज हामीहरुले डिभिडेन्डको जानकारी लिएर आइपुगेका छौं। एउटा कम्पनीले आफ्ना शेयर धनीहरुको लागि चाहिँ डिभिडेन्ड एनाउन्स गरेको छ। यो हो सिटिजन लाइफ इन्स्योरेन्स। यो सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना शेयर धनीहरुको लागि चाहिँ वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। यसले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको 20% कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। भने यो चाहिँ मंसिर 24 गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले चाहिँ सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको छ र यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि चाहिँ यो दरमा लाभांश वितरण गरिनेछ र अहिले राम्रो मुनाफा दिने मध्ये यो सिटिजन लाइफ इन्स्योरेन्स पनि परेको छ। यो कम्पनीले 20% कर सहित नगद लाभांश वितरण गर्ने भएको छ। भने यो कम्पनीको चाहिँ विगतको लाभांश हिस्टोरी चाहिँ कस्तो छ त, यसले विगतका वर्षहरुमा कति चाहिँ लाभांश दिने गरेको थियो त भन्ने कुराको जानकारीतर्फ लागौं। यसले भनेको आर्थिक वर्ष 2079-80 मा चाहिँ 5% बोनस र 0.26% कर प्रयोजनार्थ क्याश सहित 5.26% चाहिँ यसले लाभांश दिएको रहेछ। भने त्यसैगरी आर्थिक वर्ष 2080-81 मा चाहिँ 26.98% बोनस र 1.42% चाहिँ क्याश कर प्रयोजनार्थ सहित गरी 28.4% चाहिँ यसले लाभांश दिएको रहेछ। अहिले चाहिँ यसले चाहिँ 20% क्याश मात्रै लाभांश दिने घोषणा गरेको छ र यसको अहिले चाहिँ बुक क्लोज डेट चाहिँ तय भइसकेको छैन। त्यसैले हजुरहरूले यदि खरिद गर्नुभयो भने चाहिँ पनि यसको लाभांश प्राप्त गर्न सक्नुहुन्छ। भने यसको अहिले मार्केटको प्राइस भनेको 498 रुपैयाँ। अब यो 10 डिसेम्बरको कुरा गर्ने हो भने चाहिँ यसको मार्केट प्राइस भनेको 498 रुपैयाँमा चाहिँ क्लोज भएर बसेको छ। यसरी समग्रमा हेर्दा चाहिँ यो सिटिजन लाइफ इन्स्योरेन्सले राम्रो किसिमकै लाभांश घोषणा गरेको छ। हस्त धन्यवाद। यस्तै जानकारीहरु हेर्न र सुन्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। साथै मन पर्यो भने लाइक र मनमा लागेका केही कुराहरु कमेन्ट गर्न नबिर्सनु होला। साथै साथीहरुलाई सुनाउनको लागि शेयर गर्न र छेउमा रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनु होला।